हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग मिनी भ्लग गाइज। अनि हामी जाँदैछौँ खेतमा। यस्तो घाममा कता जाँदै हुनुहुन्छ तपाईँहरू सोध्दै हुनुहुन्छ भने हामी खेतमा जाँदैछौँ गाई। खेतमा अस्ति उखालेको मसुरो थियो, थोरै थियो अनि पानीले गर्दा भिजाइदिएको अनि त्यही भएर हामी सुकाउन दिएथ्यौँ। अनि दिउँसो जाँदैछौँ, त्यही मसुरो ठटाउँछौँ, त्यही थोरै छ गाई। धेरै भएको भए त ठेसर लाउँथ्यौँ, के गर्नु होइन, खानको लागि त गर्नै पर्यो, दाल खानको लागि होइन। अनि हामी आमा छोरी खेतमा पुगिसकेछौँ। देख्न सक्नुहुन्छ हाम्रो मसुरो अनि छाताहरू बाँधेर हामी चाहिँ ठटाउने कार्यक्रममा लागिसकेछौँ गाइस। देख्न सक्नुहुन्छ किसानको छोरी भइसकेपछि यतिको त गर्नै पर्यो गाइस, नगरिकन कहाँ खान पाइन्छ। अनि हाम्रो ठटाएर भ्याइसक्यो मसुरो मटर, देख्न सक्नुहुन्छ। अनि त्यसपछि साँझ हुन लाग्थ्यो अनि त्यसपछि हामी अब घरतिर लाग्छौँ गाइस। अनि हाम्रो गाउँ देख्न सक्नुहुन्छ सबै ढलिसकेछ अनि हामी बोकेर बोरा बोकेर चल्दिएको घरतिर। आजको ब्लग